सुनको धारो चोरी भएको भोलिपल्ट बुढी आमा धेरै दुखी भइन्। उनी रोइन्, कराइन्, तर केही बेरपछि आफैलाई सम्झाइन्। रोएर केही हुँदैन, अब बुद्धि लगाउनुपर्छ। बुढी आमाले गाउँका मानिसहरू बोलाइन् र सबै कुरा सुनाइन्। सबै गाउँले रिसाए र चोरलाई पक्रने उपाय सोच्न थाले। त्यसै रात चोर डाकुहरू सुनको धारो जङ्गलको झुपडीमा लिएर पुगे। उनीहरू खुसी हुँदै बोले, अब त हामी पनि धनी भयौं। डाकुहरूले धारो फिटिङ गरे र खोले। तर यसपटक न सुन निस्कियो न पानी। अचानक धारोबाट कालो धुवाँ निस्किन थाल्यो र ठूलो आवाज आयो, लोभीको अन्त्य यस्तै हुन्छ। डाकुहरू डरले काप्न थाले। त्यही बेला गाउँलेहरू आए र चोर डाकुहरूलाई समाते। गाउँको पञ्चायतमा डाकुहरूले आफ्नो गल्ती स्वीकार गरे। उनीहरूले माफी मागे। बुढी आमाले भनिन्, मलाई सुन चाहिँदैन, मलाई न्याय चाहिन्छ। डाकुहरूले चोरी गरेको सबै फिर्ता गरे र गाउँका लागि काम गर्ने कसम खाए। बुढी आमाले फेरि गाउँका गरिबलाई सहयोग गरिन् र शान्त जीवन बिताउन थालिन्। त्यस दिनदेखि गाउँमा सबैले भने, लोभले विनाश ल्याउँछ, दान र सत्यले सुख दिन्छ। लोभ गर्नु हुँदैन, अरूको हक चोरी गर्नु पाप हो। असल मनले गरेको काम कहिल्यै खेर जाँदैन। यदि तपाईलाई पार्ट 2 मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को नयाँ कथामा। धन्यवाद।